हाई गाइज गुड मर्निङ। आज चाहिँ हामी मन्दिर जाने प्लान गरेका छौँ। त्यसैले आज चाहिँ अब होइन मम्मी मम्मी मन्दिर जानको लागि रेडी छौँ। घरबाट बाहिर निस्किसकेछौँ। सो वी विल बी गोइङ टु द मन्दिर। हाई मम्मीको आउटफिट लेट्स लुक एट इट। लेट्स चेक द आउटफिट। आफूले के लाउनुपर्छ भन्नुपर्छ अरे के। आज मैले कुर्ता सुरुवाल अनि त्यसपछि मुगामाला। अब हामी रेडी हुँदै मन्दिरतिर जाँदैछौँ। मम्मी आर यु रेडी? Yes. अलराइट सी यु इन मन्दिर। हाई मम्मी। अब हामी आधी घन्टामा पुग्छौँ। आधी घन्टा त किन होला, अलिक होला त्यस्तै छ। मन्दिर जाँदै हो, आज मन्दिर जाँदै हो। कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो सत्य सामग्री। कुलमा बमारा आउँदै गर निर्माया, माया नमार आउँदै गर निर्माया, माया नमार। के हुँदैन अलि लामै चाहिँ लामो 2 मिनट हो कि चैतक उराठे हो माइना भैमा पाका रुखैमा केही छैन। अब हामी मन्दिर आइपुग्यौँ। एकदम बाटोमा ड्राइभ गर्दै बिस्तारै बिस्तारै मन्दिर आइपुग्यौँ। अब हजुरहरूलाई हामी यो मन्दिरको यो सिनेरियोहरू हजुरहरूलाई देखाउँछौँ। राम्रोसँग हेर्नु होला। भगवानसँग दर्शन पनि भयो। अब दर्शन गरेर यसो मन्दिर सन्दिर सबै घुम्ने हो। एकचोटि मन्दिर घुमेर मजाले पूजासुजा पनि गरियो। आनन्द भयो। कस्तो स्पिरिचुअल फिल हुन्छ कि मन्दिर आयो भने जहिले पनि। इट्स अलवेज सच गुड प्राइड मोमेन्ट्स भन्छ फिल है। त्यो मन्दिरको अगाडि साइडतिर हो। कस्तो ब्युटिफुल छ क्या। हजुरको मम्मी हजुरको दर्शन कस्तो भयो त? एकदम राम्रो भयो। एकदम के मेरो रमाइलो भयो। एकदम घुम्न पाइ इन्जोय मन्दिर। कपाल उडिरहेको छ। हजुर हामी दर्शन गरेर भर्खर निस्क्यौँ। एकदमै रमाइलो भयो। टिका सिका पनि थाप्यौँ, प्रसाद पनि पायौँ। भित्र खिच्न पाइँदैन है। एकदमै लाइक पिस मोमेन्ट हो नि त
भित्र खिच्न पाइँदैन त्यसैले भित्र चाहिँ खिचेन बाहिर यसो अलिअलि भिडियो सिडियोहरू यसो खिच्यौँ फोटोसोटो मम्मीको अब टिकटक बनाउने काम टिकटकतिर लाग्ने टिकटक बनाउनु भयो टिकटक बनाउँदै हुनुहुन्छ अनि त्यसपछि अब घरतिर गइन्छ घरमा 1 आवर ड्राइभ मम्मीको काम मम्मी भिडियो खिच्दै टिकटक खिच्दै अमेरिकामा टिकटक चल्दैछ रमाइलो छ त्यहाँ चाहिँ वेडिङ भेन्यू रहेछ होइन हलमा यो चाहिँ हल भयो ठ्याक्कै यता चाहिँ मन्दिर यता चाहिँ बिहा गर्ने ठाउँ रहेछ मान्छेहरू हेर्दैछ टन्नै भजन यो के अरे वेडिङ सङहरू एकदम बजिरहेको थियो कि तर भजनवाला सङ बजिरहेको थियो भने चाहिँ सो फनी मन्दिरको साइडमा बिहा गर्ने ठाउँ रहेछ यदि कसैलाई बिहा गर्न मन छ अमेरिकामा भने चाहिँ यहाँ आएर गरे पनि हुँदो रहेछ हस् त आजलाई यति नै हो अब अर्कोचोटि अर्को ब्लगमा भेटौँला बाई बाई